सभामुख महोदय, भारत र पाकिस्तान बीच हालै भएको युद्ध विरामको सम्झौताको स्वागत गर्न नपाउँदै उल्लङ्घनका दुःखद खबरहरू आउन थालेका छन्। यो सम्झौताको इमान्दारितापूर्वक कार्यान्वयन गर्दै आतंकको कालो बादल यो क्षेत्रबाट सधैँको लागि समाप्त हुन सकोस्, हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। क्षेत्रीय शान्ति आज कति नेपालीहरू ठगीमा परेका छन्। अहिले पनि जाने हो भने लाखौं नेपालीहरू आज दलालहरूको ठगीमा परेर घरबार विहीन भएका छन्। तर श्रम मन्त्रालयमा सिर्फ झन्डा हालेर अनि सिर्फ तपाईको गाडी चढेर बस्ने हो कि मन्त्रीले जनताका लागि काम गर्ने हो? सम्माननीय सभामुख महोदय, यदि जनताका लागि काम हुँदैन भने त्यो मन्त्रालयको कुनै पनि काम छैन। अहिले पनि नेपालीहरू अलपत्र परेका छन्। परराष्ट्र मन्त्रालय कुनै कूटनीतिक सम्बन्ध गाँसेको छैन। जहाँ गए पनि नेपाली मर्नुपर्ने बाध्यताको अन्त्य गर्नुपर्ने छ सम्माननीय सभामुख महोदय। र म अहिले पनि यो सदनलाई र सम्माननीय सभामुख रमा कोइराला। धन्यवाद। सम्माननीय सभामुख महोदय, म पनि आज श्रम क्षेत्रकै बारेमा कुरा गर्न गइरहेछु। नीति र राष्ट्रपतिज्यूले पढ्नुभएको नीति तथा कार्यक्रम हामीले सुन्यौँ, तर त्यसमा श्रम क्षेत्रलाई व्यवस्थित गर्नका लागि एउटा श्रम आयोग बनाउनु जरुरी थियो। त्यो श्रम आयोगको लागि नीति तथा कार्यक्रमले केही पनि बोलेन। आज देशभित्र काम गर्ने श्रमिकहरू अनि वैदेशिक रोजगारमा गएर काम गर्ने श्रमिकहरू सबैको अवस्था चिन्ताजनक देखिन्छ। राष्ट्र नीति र भारत पाकिस्तान युद्ध विरामको स्वागत गर्दै आफ्नो विषयवस्तुमा प्रवेश गर्न चाहन्छु। पेट्रोलियम पदार्थमा अत्याधिक निर्भर रहँदै आएकोले हाम्रो अर्थतन्त्रमा गम्भीर प्रभाव पार्नुको साथै वातावरणीय प्रदूषण र जलवायु परिवर्तनमा समेत नकारात्मक असर पुर्याइरहेको कुरा सर्वविदितै छ। यस सन्दर्भमा विद्युतीय सवारी साधनको प्रवर्धन र प्रोत्साहन मार्फत हामीले वैदेशिक मुद्रा बचत गर्नुको साथै वातावरणीय दुष्प्रभाव न्यूनीकरण गरी दिगो आर्थिक तथा पर्यावरणीय समृद्धि हासिल गर्न सक्ने सम्भावना देखिन्छ। उक्त सम्भावनालाई मूर्त रूप दिन निम्न बुन्दाहरूमा सरकारको ध्यानाकर्षण गराउन चाहन्छु। पेट्रोलियममा चल्ने सवारी साधनलाई विद्युतीयमा रूपान्तरण गर्न सम्बन्धमा आवश्यक कानुनी, प्राविधिक र नीतिगत व्यवस्था निर्माण, रूपान्तरण प्रक्रियामा लाग्ने लागतलाई सहज बनाउनका लागि अनुदान, कर छुट तथा सहुलियतपूर्ण ऋणको व्यवस्था, रूपान्तरण तथा मर्मत सम्भारका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्न तालिम तथा प्राविधिक शिक्षाको व्यवस्था, विद्युतीय सवारी साधनको चार्जिङ पूर्वाधार निर्माण तथा विस्तारमा निजी तथा सार्वजनिक क्षेत्रबीच सहकार्य प्रवर्धन। तसर्थ उक्त विषयलाई राष्ट्रिय प्राथमिकताको रूपमा स्वीकार गरी आवश्यक नीतिगत तथा कानुनी प्रावधानको निर्माण गर्न सरकारको ध्यान। माननीय सदस्य उर्मिला माझी। सम्माननीय सभामुख महोदय, हामी एकअर्कालाई शत्रु ठान्छौँ, एकअर्कालाई बेसरी गाली गर्छौँ र त्यसैमा रुमलिरहेका छौँ। तर म भन्छु, हामी सबैको साझा शत्रु भनेको गरिबी, अशिक्षा र बेरोजगारी हो। अहिले पनि हाम्रो देशको कैयौँ नागरिकलाई बिहान खाए बेलुका के खाउँ, बिरामी भए कसरी उपचार गरौँ, बालबच्चालाई कसरी पढाउँ, दिनदिनै महँगी र अभाव बढिरहेको चिन्ताले पिरोलिरहेको छ। गरिबी, अभाव, अशिक्षाको मारमा सबैभन्दा बढी